हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ है त सबैजनालाई गुड मर्निङ है त। भिडियो कस्तो खालको भिडियो आयो के आयो भनेर नसोच्नु होला, राम्रो प्रतिक्रिया दिनु होला। यो चाहिँ आज मेरो एउटा सामान्य नर्मल इन्फर्मेसन हजुरहरूको लागि। डम्बल प्र्याक्टिस इन होम, दुईटा डम्बलको मद्दतले चाहिँ हजुरहरूले कसरी घरमा आफ्नो बडीलाई चाहिँ मेन्टेन गर्न सक्नुहुन्छ भन्नको लागि यो भिडियो तपाईहरुको लागि उपयोगी हुन सक्छ। भिडियो अन्तिमसम्म हेर्दिनु होला। मैले चाहिँ दुईटा डम्बल लिएर आफ्नो शरीरलाई डेली यसरी एक्सरसाइज गर्ने गरेको छु। हजुरहरूले कसरी गर्नुहुन्छ? एक्सरसाइज गर्ने विभिन्न माध्यमहरू छन्। रनिङ गरेर एक्सरसाइज गर्न सक्नुहुन्छ, सेटअप पुसअप गरेर एक्सरसाइज गर्न सक्नुहुन्छ हैन। जसको लागि मेन्टली हेल्दी चाहिँ हजुर एकदम प्रोपर रेडी हुनुपर्ने हुन्छ एक्सरसाइज गर्नको लागि, जसमा योगा वान अफ द बेस्ट एक्सरसाइज अफ आवर हेल्दी बडी हैन। हाम्रो हेल्थ इज वेल्थ भन्छन्, स्वास्थ्य नै धन हो हैन। आजको डेली लाइफ, बिजी लाइफमा धेरै मान्छेहरू पैसाको पछि भागेर आफ्नो बडी लाइफलाई चाहिँ एकदम स्पोइल गरिराख्नु भएको छ, जसमा अनहाइजेनिक फुडहरू पनि पर्छ। खाना खाने टाइम हुँदैन हामीलाई। हाम्रो बजारमा जे मन लाग्यो हामी त्यही खाइरहेको हुन्छौँ, जसले गर्दा हाम्रो शरीर चाहिँ एकदम भद्दा, एकदम हैन, विभिन्न रोगहरूले ग्रसित भइरहेको हुन्छ। त्यसको लागि चाहिँ केही समय निकालेर हजुरहरूले आफ्नो शरीरलाई पनि ध्यान दिनु जरुरी छ आजको यो जेनेरेसनमा। समय आफूले निकाल्ने हो शरीरको लागि। शरीर हेभी हुनु नै ठुलो कुरा हैन, शरीरलाई मेन्टेन गर्नु पनि ठुलो कुरा हो। त्यसैले हजुरहरू पनि शरीरलाई मेन्टेन राख्नुहोस् भन्नको लागि आज यो भिडियो हजुरहरूको लागि युजफुल हुन सक्छ। बडी फिटिङ गर्नुहोस्, स्वस्थ रहनुहोस्। थ्याङ्क यू सो मच। Have a good day. Bye.